हजुरहरूले नि मैले बनाएको भिडियोमा धेरै कमेन्टहरुमा के लेख्नु भएको छ भन्देखि यो दमको बारेमा खोकीको बारेमा विशेष गरी दमको बारेमा चाहिँ भिडियो बनाइदिन्न भनेर धेरै साथीहरूले कमेन्ट लेख्नु भएको रहेछ र चाहिँ म तपाईहरुलाई नि यो असुरोकै फेदमा आएर म भिडियो बनाउँदैछु। यो असुरोले दमको बारेमा धेरै तरिकाबाट चाहिँ औषधि गर्न सकिन्छ। त्यसमध्येको म एउटा मात्रै भन्दैछु, तपाईलाई चाहिएमा फेरि भन्नु होला। म विभिन्न तरिकाबाट भन्नेछु। यो असुरोको जुन जरा हुन्छ, जरालाई 6 मासा सुन्नु होला है, 6 मासा खनेर लगेर मजाले सुकाउनु होला र मजाले कुटिसके पछाडि कुटिसके पछाडि चाहिँ के गर्ने त भन्दाखेरि बेलुका सुत्ने बेला मौरीको मह, ओरिजिनल मौरीको महसँग चाटेर खानुभयो भनेदेखि तपाईको हप्ता दिनसम्ममा खाने बेलुका हैन, हप्ता दिनमा तपाईको दम र खोकीलाई एकदम राम्रो गर्छ। यो काम गर्नु होला तपाईहरुले है। र तपाईहरुलाई यो भिडियो राम्रो लागेमा एकदम फलो र शेयर गरिदिनु होला है।